हेलो गाइस, फेरि स्वागत छ पार्ट 2 मा सबैजनालाई। पार्ट 2 मा स्वागत छ। यहाँ हेर्दै गर्नु होला, म जङ्गलको बाटो हिँडिरहेको छु अहिले, गरिरहेको छु। मान्छे पनि अलिअलि आउँदै गर्दैछ बाइकमा, म चाहिँ साइकलमा छु है। हेर्दै गर्नु होला, पार्ट 2 को पनि हेर्दै गर्नु होला है, हेर्नु होला। आजसम्म चाहिँ हाम्रो यो झापाको सबैभन्दा ठुलो जङ्गल हो यो। भनेपछि यता अधिकारी चोक र यहाँ अधिकारी चोकदेखि अनि दक्षिण दुर्गाभिटासम्मको यो जङ्गल रहेछ। यो यता हाम्रो गजनकपुर जाने बाटो हो यो। जस्तै यता बुटाबारी भिटामदेखि यहाँ आएर आउँदा पनि भयो, ढोलाबारी गारामनदेखि आउँदा पनि भयो, हल्दीबारीदेखि आउँदा पनि भयो। यो ठ्याक्कै यो सिधा बाटो हाम्रो गजनकपुरदेखि सिधा जाने हाम्रो बेटामोड जाने बाटो हो यो जङ्गलको बाटो। सर्टकट भित्री बाटो। अब हाइवे गयो भने त भतपुर लाइनबाट जानुपर्छ हाइवेबाट। हाम्रो यो चाहिँ भित्री बाटो हो, तर भित्री बाटोमा यहाँ एउटा जङ्गल पर्छ, हाम्रो ठुलो जङ्गल, सबैभन्दा झापाको ठुलो जङ्गल हो यो। सबैलाई स्वागत छ, वेलकम माई च्यानल पर्वत राजवंशी C9R च्यानलमा सबैलाई स्वागत छ। सबैजना सपोर्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला सबैजना, अनि लाइक कमेन्ट पनि गरिदिनु होला, फलो गर्नु होला सबैजना प्लिज ल। सबैजना फलो गर्नु होला, म फलो व्यक्ति नै छु सबैजनालाई। यसरी हाम्रो यो जङ्गल हो, जलथलको भन्दा पनि भयो, यताबाट जलथलको भयो, हाम्रो यताबाट दुर्गाभिटाको जङ्गल। अनि दल्की यता बुनियानीको पनि परिहाल्छ, यता राजभरबाट पनि पर्छ यता। झन्डै म बाहिर खिसाएको छु भन्नुपर्छ। यहाँ चाहिँ अलिक बाहिरमा अलिक यहाँ पेसा रोप्ने गरिरहेको छ, तर चाहिँ अहिले चाहिँ छैन होला, रोपेको होला, कता रोपेको छ, सबै गर्दैछ पेसा रोप्नलाई। जङ्गलको बाटो हो, जङ्गलमा अब अरू चिज त हुँदैन होला, यहाँ सबै गरिरहेको छ पेसा रोप्नलाई होला, ठिक भइरहेको छ, सबै गरिरहेको छ। हेलो गाइस, स्वागत छ सबैजनालाई माई न्यू ब्लगमा, सबैजनालाई स्वागत छ। अनि मेरो पर्वत राजवंशी C9R च्यानलमा सबैलाई स्वागत छ। सबैले यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला प्लिज। सबैजना फलो गरेर सपोर्ट गर्नु होला प्लिज है। यो अलिक पहिलाको भिडियोभन्दा यो अलिक लामो हुन्छ होला, म तपाईँहरूसँग म देखाइदिन्छु। यहाँ मान्छे पनि आइरहेको छ बाइकमा। यो त्यस्तै बन्द भएको बाटो होइन, यो चलिरहेको। पहिला साइकलमै चल्थ्यो मान्छेहरू, अहिले साइकलमा अहिले अब गाडी घोडा भएपछि अनि साइकलमा अलिक यो बाटोमा अलिक हिँड्ने कसैलाई गाह्रो भइरहेको छ होला, त्यही भएर अलिक साइकल चाहिँ कम, बाइकमा चाहिँ बाइकहरू चलिरहेको छ, गाडी घोडा चलिरहेको छ यो बाटोमा। अब साइकल त अब त्यस्तै हो, हामी जस्तो मान्छेहरू आउने हो साइकलमा। सबैजना कमेन्ट गर्नु होला है, कस्तो लाग्यो यो जङ्गलको बाटो। एक्लै आउँदा कस्तो हुन्छ होला, अब
देख्नु भयो होला जङ्गलको बाटो अब यसमा एक्लै सफर गर्दा कस्तो के हुन्छ सबैले देखेपछि थाहा होला होइन कतिको गाह्रो हुन्छ सबैले कमेन्ट गर्नु होला है। हाम्रो यहाँ अब जङ्गल टुङ्गिने कवरमा आइसक्यो। अब म यहाँदेखि गएपछि हाम्रो यता मन्दिर एउटा सिसेपछि अब यो बाहिर आइसकेको छ बाहिर भन्नु पऱ्यो बारी जस्तो देखिरहेछ। यहाँ पानी परेर हेर्नु बाटो कस्तो भएको छ हौ पानी 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 पानी। ल गाइस यति नै हो। त्यो पहिलाभन्दा अलिक यो महँगो भयो लामो भएछ। सबैजना कमेन्ट गर्नु होला हेरेर। यस।